ओके विद्यार्थी भाइ बहिनीहरू हामी अघिल्लो भिडियोमा यो लेजरको 1 देखि 3 सम्म गरेका थियौँ र आज फोन नम्बरको लागि आएका छौँ र फोन नम्बरको लागि यो अस्मिता पब्लिकेसनको बुक लिएको छु र भाइ बहिनीहरू र तपाईँहरूले जुनसुकै अब यो भिडियोको बेसमा तपाईँले अब जुनसुकै पब्लिकेसनको बुक प्रयोग गरे पनि तपाईँले यो न्युमेरिकल सल्युसन चाहिँ सजिलै बुझ्न सक्नुहुन्छ र यहाँ म अस्मिता पब्लिकेसनको क्वेसन नम्बर 4 लाई सारेको छु। माथिको इन्फर्मेसन फ्लोइङ इन्फर्मेसन इज गिभन भनेको थियो र हामी मैले सर्ट फर्ममा लेखेको छु र वैशाखलाई B1 भनेर बी फर्स्ट वैशाख 10 वैशाख 15 र वैशाख 18 भनेर हामी लेखेका छौं र के छ त वैशाख 15 मा भनेर यसरी दिएको छ र रिक्वायर्ड ए मा चाहिँ जर्नल एन्ट्रीज, रिक्वायर्ड बी मा क्याश अकाउन्ट, रिक्वायर्ड सी मा चाहिँ पर्चेज अकाउन्ट भनेको छ र जर्नल एन्ट्रीज को लागि मैले यता फर्मेट बनाएको छु भने रिक्वायर्ड नम्बर 1 को लागि, रिक्वायर्ड नम्बर बी को लागि क्याश अकाउन्ट यहाँ छ भने रिक्वायर्ड नम्बर सी को लागि पर्चेज अकाउन्ट यहाँ रहेको छ। अब यसको हामी जर्नल एन्ट्रीज गर्न सुरु गरौँ है त। मैले सर्ट फर्ममा वैशाखलाई B1 लेखेको छु भाइ बहिनीहरु, तपाईले B1 भनेर वैशाख फर्स्ट भन्नु होला। राज स्टार्टेड बिजनेस विथ क्याश भनेर के हुन्छ भाइ बहिनीहरु सम्झनु होला। क्याश अकाउन्ट डेबिट टु क्यापिटल अकाउन्ट भन्नु होला। आज तपाईले भएन नि राज क्यापिटल भन्ने हुन्छ है अनि बेङ डट भन्नु होला। बेङ डट भनेर के गर्ने बेङ राज स्टार्टेड बिजनेस विथ क्याश भन्ने है र अमाउन्ट गरेर लेख्नु होला 20000 क्रेडिटमा पनि 20000। यसपछि हामी वैशाख फर्स्ट पछि 10 मा आउनुस्। B10 भनेको वैशाख 10 मा पर्चेज भनेको चाहिँ हेर्नुस् है पर्चेज गुड्स फर केमा क्याशमा किनेको छ यो 4000 भनेको बुझ्नुस् है यहाँ RS 4000। अब हामी पर्चेज गुड्स अन क्याश को के हुन्छ भाइ बहिनी पर्चेज भनेको एक्सपेन्सेस हो। एज एक्सपेन्सेस पर्चेज अकाउन्ट इज डेबिटेड अर एक्सपेन्सेस लसेस र हामी पर्चेज गर्दा के गयो भाइ बहिनीहरु व्हाट गोज आउट टु क्याश अकाउन्ट भन्नु होला अथवा यो पर्चेज अनि एक्सपेन्सेस बढ्यो भने एसेट्स माइनस भयो भनेर सम्झने हुन्छ र देन पर्चेज गुड्स अन क्याश भनेर लेख्नु होला। क्याशमा कति किनेका छौं हामी 4000 क्रेडिटमा नि 4000 लेख्नु होला र यसपछि वैशाख 10 पछि अर्को सेकेन्ड लास्टमा आउनु होला। वैशाख 15 मा आउँछ गुड्स पर्चेज हुनुहोस् है गुड्स पर्चेज फ्रम कसको रबिनाबाट ल्याएको छ र यसमा हामी के गर्नुस् फेरि अगेन पर्चेज अकाउन्ट डेबिट भन्नुहोस् र अहिले कोबाट ल्याएको टु रबिना लेख्नुहोस् है टु रबिनाज अकाउन्ट र क्रेडिटर रबिना को हो त्यो हाम्रो उदाहरणमा दिने क्रेडिटर हो भनेको एक्सपेन्सेस बढ्यो है एज एक्सपेन्सेस पर्चेज भनेको एक्सपेन्सेस डेबिट गर्नुस् रबिना भनेको के भन्नुस् एज अ गिवर भन्ने नि भयो और पर्चेज भनेको एक्सपेन्सेस प्लस रबिना भनेको क्रेडिटर प्लस भनेर सम्झनुस् है। यहाँ अघिल्लो भिडियोमा हेर्नु होला है एसेट्स र जर्नल एन्ट्रीजको लागि 4000 र यता पनि 4000 गर्नुस् है र त्यसपछि बिङ डट डट गर्नुस् सर्ट फर्मको लागि बिङ गुड्स पर्चेज फ्रम रबिना भनेर डेट र RS 18 23 आयो र लास्ट वानमा आउनुस् वैशाख 18 मा। वैशाख 18 मा हाम्रो के भनेको छ फर्निचर भनेको छ है फर्निचर किनेका छौं कसकोबाट कैलाशकोबाट भनेपछि के आयो भाइ बहिनीहरु यसरी सम्झाउनुस् फर्निचर अकाउन्ट व्हाट कम्स इन फर्निचर डेबिट गर्नुस् हु इज द गिवर कैलाश भन्ने हुन्छ है कैलाश भनेको कैलाश अकाउन्ट कैलाश भनेको क्रेडिटर है बिङ डट गर्नुस् भनेको बिङ फर्निचर पर्चेज फ्रम कैलाश भन्नुस् है। अनि फर्निचर किनेको कति छ भाइ बहिनीहरु हामीसँग 6000 छ है 6000 पछि अब तपाईले मैले यति गरेर छोडिदिएको छु तपाईले यहाँ अझ सक्नुहुन्छ भने टोटल पनि गर्ने त बेटर हुन्छ अझ राम्रो पृष्ठ यहाँ क्लास डेटमा वैशाख 30 लेख्नु होला टोटल र यसमा कति भयो हेर्नुस् त 20 24 28 28 छ 34 34000 है। अब हाम्रो रिक्वायर्ड नम्बर बी मा के सोधेको छ हेर्नुस् त रिक्वायर्ड नम्बर बी मा क्याश भनेको छ है क्याशमा कुन आएको छ यो जर्नल एन्ट्रीज हेर्नुस् है म स्टार्ट गर्ने क्याश अकाउन्ट डेबिट टु भनेपछि यसलाई हेर्नुस् है सेकेन्डमा आउनुस् पर्चेज अकाउन्ट डेबिट टु क्याश भनेपछि यो सेकेन्ड पनि हेर्नुस्
अनि थर्डमा आउनुहोस् त थर्डमा यहाँ पर्चेज छ पर्चेज टु रबिना भनेपछि क्याशको लागि नहेर्नुहोस् है यसलाई काटेकोलाई नहेर्नुहोस् भनेको है ओके अर्कोमा पनि हेर्नुहोस् त यसमा पर्ने क्याश आएको छैन यसलाई नि काट्दिनुहोस् अब यसपछि हामी वैशाख 1 र वैशाख 10 लाई हामी क्याश एकाउन्ट भनेपछि क्याश डेबिट र क्रेडिटमा आएको हो नि यहाँ क्याश डेबिटमा छ यहाँ क्रेडिटमा छ यहाँ क्याश एकाउन्ट छैन यहाँ क्याश एकाउन्ट छैन त्यो हेर्नु परेन अब हामी फर्स्टकोमा हेर्नुहोस् है क्याश एकाउन्ट के छ डेबिटमा छ र डेबिट आरएसमा छ नि यो डेबिट आरएसमा गएर डेट कपी गर्नुला वैशाख 1 अब यो माथिको क्याशले यो क्याश एकाउन्ट काट्नुहोस् कुन एकाउन्ट बच्छ अब कैपिटल अकाउंट लेख्नुहोस् अब यो क्याश को हेर्नुहोस् त डेबिटमा छ नि पैसा डेबिट आरएस मा लेखेको छ भनेपछि डेबिटमा गर्नुहोस् हाल्नुहोस् 20000 अब यहाँ छैन क्रेडिटमा ड्याश गर्नुहोस् यो डेबिट ब्यालेन्स बीआर गर्नुहोस् र ब्यालेन्स 20000 गर्नुहोस् है अब नेक्स्टमा आउनु होला यहाँ क्याश काट्नुहोस् क्याश केमा आछ क्रेडिटमा आछ क्याश काटिसकेपछि अब डेबिट गरेको अकाउन्टको नाम लेख्नुहोस् वैशाख 10 अब डेबिट गरेको अकाउन्ट के छ परचेज अकाउन्ट भन्नुहोस् अब क्याश क्रेडिटमा छ नि क्रेडिटमा गएर पैसा क्रेडिट आरएसमा छ क्रेडिट आरएसमा गएर लेख्नुहोस् पैसा 4000 अब डेबिटको र क्रेडिटमा कति बढी छ भाइले नि डेबिट कतिले बढी छ हेर्नुहोस् त 20 - 4 गरिने भयो 16 अथवा के गर्नुस् 20 - 4 गरेर 16 डेबिट बढी छ भन्ने भयो अब 20000 पहिला डेबिट ब्यालेन्सबाट -4000 गर्नुभयो भने 16000 चाहिँ क्याशको डेबिट ब्यालेन्स हुन्छ भन्ने छ र यहाँ पछि तपाईले के गर्नुहुन्छ ट्रायल ब्यालेन्स गर्नुहुन्छ ट्रायल ब्यालेन्समा के गर्ने यो क्याश एकाउन्ट भन्ने सार्ने अनि डेबिट कोलममा डेबिट आरएस मा गएर 16000 सार्ने है त ओके यसपछि नेक्स्टमा आउनु है नेक्स्टमा भनेको हाम्रो कुन एकाउन्ट सोधेको छ परचेज एकाउन्ट है म यसलाई पुनः मेटे तपाईहरुलाई सजिलो होस् भनेर अब परचेज कुनमा छ भाइ बहिनीहरु ध्यानपूर्वक हेर्नु होला त वैशाख 10 मा छ हो फर्स्टको लाई नहेर्नु होला छैन वैशाख 10 मा परचेज टु क्याश भनेपछि यसलाई हेर्नुस् अनि नेक्स्टमा हेर्नुस् त वैशाख 15 को मानि छ है यसलाई हेर्नुस् लास्टकोमा परचेज आछ छैन भनेपछि यसलाई हेर्नुस् ल अब दुईटैमा हेर्नुस् यहाँ परचेज एकाउन्ट डेबिट छ परचेज राख्नुस् है भनेपछि कुन एकाउन्ट बच्यो अब वैशाख 10 मा जानुस् क्रेडिट गरेको एकाउन्ट बच्यो क्याश एकाउन्ट परचेज त हाम्रो केमा छ हेर्नुस् त डेबिट छ डेबिट आरएस मा गएर 4000 लेखि छ डेबिट मा गएर आरएस मा 4000 गर्नुस् क्रेडिट छैन डेबिट आरएस नै भयो 2000 नै लेख्नुस् यसपछि अर्कोमा आउनुस् फेरि हेर्नुस् त यहाँ परचेज डेबिट छ नि क्रेडिट गरेको एकाउन्टको नाम लेख्नुस् वैशाख 15 B15 भनेको वैशाख 15 रबिना एकाउन्ट भन्नुस् 2/10 पर्दैन यसमा कन्टिन्युअसमा रबिनाज एकाउन्ट भन्नुस् परचेज एकाउन्ट डेबिट कति छ हेर्नुस् त 4000 छ डेबिट कोलममा 4000 डेबिट भइसक्यो प्लस गर्नुस् फेरि डेबिट आयो 4 + 4 8000 डेबिट ब्यालेन्स क्रेडिटमा कति छैन है र यो तरिकाले हामीले क्वेशन नम्बर 4 को चाहिँ सोलुसन सकिएको छ है तपाईहरुले भाइबहिनीहरु हामी क्वेशन नम्बर 5 मा आइपुगेका छौं र क्वेशन नम्बर 5 को मैले माथिको लाइन मेन क्वेशन कपी गरेको छु जस्तो आइमा छ परचेज गुड्स फ्रम स्पेक सेन्टर रुपीस 1 लाख सेकेन्डमा छ गुड्स रिटर्न टु स्पेक सेन्टर भनेको परचेज रिटर्न भयो ट्रिपल आई मा छ अथवा आईआईआई फर्दर परचेज अफ गुड्स फ्रम द स्पेक सेन्टर भने फेरि हामी 50000 लेखेका छौं र इस्युड चेक अफ रुपीस 1,35,000 टु स्पेक सेन्टर फर द फुल सेटलमेन्ट अफ 1,40,000 तिर्नु पर्नेमा हामीले कतिको चेक इस्युड गरेका छौं र 1,35,000 को चेक इस्युड गरेका छौं र रिकॉर्ड नम्बर ए मा भनेको छ हेर्नुस् त जर्नल एन्ट्रीज र बी मा चाहिँ स्पेक सेन्टर अकाउन्ट भनेको छ र म यसमा जर्नल एन्ट्रीज हामी अब राख्न पर्छ है त के हुन्छ त जर्नल एन्ट्रीज जर्नल एन्ट्रीज को लागि सजिलो फर्मेट बनाउँदै छु ओके फर्मेटमा हाम्रो अहिले डेटमा आई डबल आई भनेको छ त्यही निर्देशनलाई फलो गरौँ र आई नम्बरमा हेरौँ आई नम्बरमा के भनेको छ हेर्नुस् त परचेज फर्स्टकोबाट गुड्स फ्रम स्पेक सेन्टरकोबाट किन्यौ आई मा यसलाई के गर्नुहोस् परचेज एकाउन्ट
डेबिट टु कसकोबाट किन्नु भएको सिप्याक सेन्टर एकाउन्ट भन्नुहोस् बेङ डट गर्नुहोस् के गर्ने बेङको सट्टामा तपाईले एक्जाममा चाहिँ बेङ गुड्स परचेज गुड्स फ्रम सिप्याक सेन्टर भन्ने र अमाउन्ट दिएको छ पहिलोमा हामी 1 लाख को किनेका छौं र बाहिरपट्टि ब्याकग्राउन्डमा के तपाईले कन्स्ट्रक्सनको चल्दै छ भने देशी पहिलेको भाइ बहिनीहरु प्र्याक्टिस पनि गर्दै हुनुहुन्छ र सायदमा के ब्याकग्राउन्डमा के डिस्टर्बेन्स हुन सक्छ अब यो चाहिँ बाहिरी वातावरण हामीले यो नगर भन्न सकिदैन केही डिस्टर्बेन्स आएको छ भने त्यसको लागि म सरी भन्न चाहन्छु र हामी ज्ञान हासिल गर्ने हो ओके डबल लाइन नाउ फर गुड्स रिटर्न टु सिप्याक सेन्टर हामी पहिला किनेको अहिले रिटर्न गर्यौं है भाइ बहिनीहरु अब कसले पाउँछ रिटर्न गरेको सामान सिप्याक सेन्टरले नि पायो सिप्याक सेन्टर इज डेबिट भन्नुहोस् जो के गरेको भाइ बहिनीहरु परचेज गरेको रिटर्न गरेको परचेज रिटर्न एकाउन्ट भन्नु होला रिङ गुड्स रिटर्न टु सिप्याक सेन्टर भन्नुहोस् है एज अ रिसिभर डेबिट भयो भने परचेज रिटर्नले चाहिँ हाम्रो के घटाउँछ भाइ बहिनीहरु एक्सपेन्सेस घटाउँछ र क्रेडिटमा आउँछ है कति हजार बराबर भनेको छ रुपमा 10,000 भनेको छ है माथिको क्वेशनमा हेर्नु होला 10,000 दिएको छ र ट्रिपल लाइनमा आउनुस् आइरहेको स्थिति अब ट्रिपल लाइनमा हामी फर्दर परचेज अफ गुड्स के गरे फेरि परचेज गरियो गुड्स कसकोबाट सिप्याक सेन्टरकोबाट 50,000 गरे अब यसमा फेरि आइटो जस्तै भयो अमाउन्ट चेन्ज गर्नुस् है परचेज एकाउन्ट डेबिट टु सिप्याक सेन्टर एकाउन्ट भन्नुहोस् है सेन्टर एकाउन्ट भनेर अहिले हामी किनेका छौं 50,000 अब त्यसपछि यसको एनालिसिस गर्नुहोस् being further goods purchased from सिप्याक सेन्टर र आईडी नम्बरमा आउनुहोस् लास्ट वान आईडी नम्बरमा भनेको छ इस्यु द चेक अफ ₹1,35,000 टु सिप्याक सेन्टर फर द फुल सेटलमेन्ट अफ 1,40,000 हामीले तिर्नु पनि 1,40,000 कतिको चेक जारी गरियो भाइ भने चेक दियौ इस्यु भनेको हामीले चेक दिएको कति 1.35 को कसलाई दिएको सिप्याक सेन्टरले कसले पैसा पायो सिप्याकले पायो है एज अ रिसिभर भन्नुहोस् अथवा के गर्छ सिप्याकलाई दिएपछि हाम्रो लायबिलिटीज गर्छ है सिप्याक सेन्टर एकाउन्ट एससी डीआर भन्नुहोस् टु बैंक भन्नुहोस् है चेक इस्यु भनेपछि कुन ब्यालेन्स गर्छ टु बैंक एकाउन्ट भनेर अब हामीले सिप्याकले तिर्नु पर्ने 1,40,000 हो क्वेशनले दिएको हो टोटल इनपुट सेटलमेन्टको भ्यालु राख्नुहोस् टु बैंक एकाउन्ट भनेर चेक इस्यु कति गरेको 1,35,000 अब 1,40,000 तिर्नुमा 1.35 दिएपछि हामीले के पाइयो भाइ बहिनीहरु टु डिस्काउन्ट एकाउन्ट हामीले डिस्काउन्ट पाउनु भनेको इन्कम हो अल इन्कम्स गेन्स आर क्रेडिट टु डिस्काउन्ट एकाउन्ट भनेर ब्यालेन्स गर्न होला 5,000 र यसपछि यसको एनालिसिस पनि बेङ के गर्ने भाइ बहिनी बेङ पेड टु क्रेडिटर्स बेङ इस्यु द चेक टु सिप्याक सेन्टर एन्ड रिसिभ डिस्काउन्ट भन्नु होला र यसपछि तपाईले लास्टमा गएर अब यसमा टोटल भन्नु होला है अब टोटलमा हामीसँग आउनुहोस् त्यो कति भएको छ एकचोटि क्याल्कुलेट गर्नुहोस् 1,10,000 प्लस 50 कति भयो 160 40 2 लाख 3 लाख हो यसमा तपाईले क्याल्कुलेटर हाल्नु होला है मैले यतिकै हालेको छु कहिलेकाहीँ इधर पनि हुन सक्छ अमाउन्ट जोडाएमा तपाईले ध्यानपूर्वक गर्नु है 140 60 2 लाख 3 लाख ठीक छ ल कहिलेकाहीँ हामी पर्फेक्ट छैन कहिलेकाहीँ सामान्य जस्तो हामी झुकिएर हुन सक्छ है इन्टेन्सनली चाहिँ नगरेको हो यसपछि अब रिक्वायर्ड नम्बर 1 हो हामी रिक्वायर्ड नम्बर 1 मा जर्नल एन्ट्रिज दियो यस तपाईले सक्नु भयो है रिक्वायर्ड नम्बर 2 मा चाहिँ सिप्याक सेन्टर छ है अब यसमा तपाईमा सबैमा सिप्याक सेन्टर छ हेर्नुस् त आईमा डबल आई ट्रिपल आई आईले सबै ट्रान्जेक्सन पोस्टिङ हुन्छ केमा यो सिप्याक सेन्टर एकाउन्ट अब सिप्याक सेन्टर एकाउन्टमा के गर्ने फर्स्टमा हेर्नुस् त यहाँ सिप्याक सेन्टर के छ टु भनेको पैसा कहाँ लेखिन्छ क्रेडिट छ भनेपछि डेबिट गरेको एकाउन्ट लेख्नुस् आई
परचेज एकाउन्ट भनेको सिपेक्ट सेन्टर क्रेडिटमा छ नि, क्रेडिटमा गएर 1 लाख रुपैयाँ लेख्नुहोस् है। र अहिले कुन ब्यालेन्स छ, डेबिटमा छैन भनेपछि क्रेडिटमा गएर सीआर ब्यालेन्स 1 लाख लेख्नुहोस् है। ल यसपछि आउनुहोस् डबल लाइनमा आउनुहोस् त। यहाँनिर यो सिपेक्टले यहाँको सिपेक्ट सेन्टर काट्यो, डेबिट गरेको एकाउन्ट र परचेज एकाउन्ट लेख्नुहोस्। सिपेक्ट सेन्टरको पैसा क्रेडिट आरएसमा लेखेका थियौँ नि, क्रेडिट आरएसमा सार्नुहोस्। अनि यो डेबिटमा 0 छ, क्रेडिटमा चाहिँ कुन ब्यालेन्स छ, क्रेडिट छ, ब्यालेन्स त्यही पैसा सार्नुहोस्। अब अर्कोमा आउनुहोस्, सिपेक्ट सेन्टर डेबिट छ है। अब क्रेडिट गरेको एकाउन्ट लेख्नुहोस्, डबल लाइनमा गएर परचेज रिटर्न एकाउन्ट भन्नुहोस् है। परचेज रिटर्न एकाउन्ट र परचेज रिटर्नमा सिपेक्ट डेबिटमा छ हेर्नुहोस् है। डेबिटमा गएर 10,000 लेख्नुहोस् है। भनेपछि अब कहिले पनि क्रेडिटमै भयो। अब हेर्नुहोस् है, 1 लाखमा किनेको 10,000 को रिटर्न गर्यो भनिसकेपछि अब क्रेडिटमा हामीलाई तिर्न कति बाँकी छ। अब 1 लाखबाट 10,000 को दाममा रिटर्न गरेपछि अब 90,000 को चाहिँ उनलाई तिर्न छ भनेर सम्झिनुहोस् है। जस्तो पहिला 1 लाख को किनेको 10,000 को रिटर्न गरेपछि अब हामीले सिपेक्टलाई तिर्न 90,000 छ भनेको यहाँ क्रेडिट छ नि, क्रेडिट 1 लाखबाट क्रेडिट 1 लाख माइनस 10,000, क्रेडिटमा अझ कति बढी छ, 90,000 बढी छ है। अब ओके, ट्रिपल लाइनमा आउनुहोस्, फेरि के छ हेर्नुहोस्, परचेज एकाउन्ट डेबिट सिपेक्ट सेन्टर क्रेडिटमा छ। सिपेक्ट काटिसकेपछि अब बचेको डेबिट एकाउन्ट लेख्नुहोस्, ट्रिपल लाइन। यसमा गएर फेरि परचेज एकाउन्ट भनेर लेख्नु है। परचेज एकाउन्ट भनेर हेर्नुहोस् त, फेरि हामी फर्दर परचेज कति गरेका छौँ, सिपेक्ट सेन्टरकोमा केमा छ, क्रेडिटमा गएर पैसा सार्नुहोस्, फेरि 50,000 है। अब क्रेडिट फेरि प्लस भयो, माथि क्रेडिट 90 प्लस 50 भनेपछि क्रेडिटमा अब भनेको 1,40,000 पुग्यो है। 1,40,000 कसरी पुग्यो भाइ, 1 लाख प्लस 50 50 माइनस 10 गरेपछि क्रेडिट ब्यालेन्स कतिले गेटेड छ, 1,40,000 ले गेटेड छ भनेको है। ओके, लास्टमा हेर्नुहोस् त, अब सिपेक्ट सेन्टर चाहिँ डेबिटमा छ। डेबिटमा गएर डेबिट काट्यो, अब टु बैंक र टु डिस्काउन्ट भनेपछि अब बैंक एकाउन्ट र डिस्काउन्ट एकाउन्ट सार्नुहोस् है। यो आइबीमा दुईटा छ है, दुईटा एन्ट्री छ। यो आइबी त्यही सेम डेटको दुईटा एकाउन्ट लेख्नुहोस् नभए। फर्स्टमा जानुहोस् बैंक एकाउन्ट। बैंक एकाउन्टमा सिपेक्ट हेर्नुहोस् है। यहाँ सिपेक्ट डेबिटमा छ, डेबिटमा गएर 1,40,000 सार्नुहोस्, सरी 1,35,000 सार्नुहोस्। भनेपछि सीआरमा गएर 5,000 भयो है। 1,40,000 यहाँ बुझ्नु होला नि, 1,40,000 माइनस 1,35 भनेपछि अझ क्रेडिटमा 5,000 छ। अब हामी यो डिस्काउन्ट पनि यहाँ हेर्नुहोस् त, सिपेक्ट डेबिटमा छ नि, डेबिटमा गएर डिस्काउन्ट भनेर डिस्काउन्ट कुन एकाउन्ट बोल्छ, सिपेक्ट कार्ड बैंक। अब सिपेक्ट डेबिटमा छ, डेबिटमा गएर फेरि गएर 5,000 लेख्नुहोस्। अब यहाँ ड्यास गर्नुहोस्, यहाँ केही पनि गर्दैन है भनेको यहाँ बुझ्नु होला। यतापट्टिको आउनुभयो क्रेडिट साइडकोमा 1 लाख प्लस 50 150 भयो कि भएन भयो नि, त्यसै गरी यहाँ पनि 150 नै भयो। 135 प्लस 5 140 प्लस 10 150 भयो। डेबिट र क्रेडिट इक्वल भएपछि यहाँ ब्यालेन्स 0 और नील भनेको ड्यास भनेको के बुझ्नु होला है। ब्यालेन्स के भयो, यहाँ ड्यास गरेको छ, यो ड्यास गरे नि हुन्छ, 0 लेखिनु हुन्छ, बुकमा चाहिँ नील भनेको नि हुन सक्छ है। यसमा चाहिँ तपाईहरु कन्फ्युजन हुनु हुँदैन। क्वेशन नम्बर 6 मा हेर्नु सर सारी सजिलो छ भाइ बहिनीहरु। क्वेशन नम्बर 6 मा के छ है त, यहाँ मैले क्वेशन गर्ने भूमिका स्किप गरिदिएको छु। डेबिट ब्यालेन्स चाहिँ विनोद भनेर ₹50,000 दिएको छ र बी नम्बरमा सोल्ड गुड्स टु विनोद भनेको छ। के गर्यो, गुड सोल्ड गर्यो कसलाई, विनोदलाई, फेरि 20,000। यसमा डेबिट ब्यालेन्स छ हामीसँग विनोदसँग कति छ, 50,000। गुड्स रिटर्न बाइ विनोद, गुड्स रिटर्न भनेको छ कसले, बाइ विनोद भनेपछि यसलाई सेल्स रिटर्न भनेर सम्झनुहोस्। अगेन गुड सोल्ड टु विनोद, फेरि कसलाई बेच्यो, गुड विनोदलाई बेच्यो, यो एक बी को जस्तै भइहाल्यो।
त्यसपछि क्याश रिसिभ फ्रम के पाइयो क्याश रिसिभ कोबाट विनोदबाट पाइयो 8000 र रिकर्डमा छ विनोद एकाउन्ट मात्रै सोधेको छ यो क्वेशनले तपाईहरुले विनोद एकाउन्ट मात्रै सोधेको छ र पोस्टिङमा सहजता होस् भनेर मैले यस्तो यता रफ जर्नल एन्ट्रिज पनि गर्दिन्छु र त्यो भने तपाईलाई यो कताबाट आयो भन्ने कुरामा केही शंका अथवा भन्न कन्फ्युजन नहोस् र यसलाई म जर्नल एन्ट्रिजमा पोस्टिङ गरेँ है त बाइ बिनेको फर्स्ट अनि त्यसपछि बल्ल विनोद एकाउन्टमा लेजर एकाउन्टमा जानु है त जर्नल एन्ट्रिज भन्नुस् अब जर्नल एन्ट्रिजमा आएकोएको केसमा डेबिट ब्यालेन्स भनेको छ यो चाहिँ लेजरको ब्यालेन्स हो यसको नो एन्ट्री भन्नुलाई है यसको के हुँदैन रे जर्नल एन्ट्री हुँदैन बी नम्बरमा आउनुस् सोल्ड गुड्स टु विनोद रुपीस 20000 छ यसमा विनोद एकाउन्ट डेबिट टु सेल्स एकाउन्ट भन्नलाई टु सेल्स एकाउन्ट बेङ विनोदलाई कतिको सेल्स गर्यो हामीले 20000 ओके सी नम्बरमा आउनुस् गुड्स रिटर्न बाइ विनोद भनेको पहिला सेल्स गरेको रिटर्न आएपछि सेल्स रिटर्न भन्नुस् है सेल्स क्रेडिट हुन्छ भने सेल्स रिटर्न डेबिट हुन्छ अपोजिट हुन्छ भनेर सम्झनुस् सेल्स रिटर्नले के गर्यो भाइ बहिनीहरु इन्कम घट्छ है इन्कम घट्नु भनेको डेबिटेड हुन्छ टु कसले रिटर्न गरेको टु विनोद एकाउन्ट भन्नुहुन्छ विनोद भनेको गिभर गर्ने हुन्छ पहिला विनोदबाट डेब्टर हो डेब्टर घट्यो भन्नुहोस् डेब्टर भनेको एसेट्स डिक्रिज भनेर क्रेडिट हुन्छ भन्ने टु विनोद एकाउन्ट कतिको रिटर्न गरेको छ 2000 को 2000 बेङ भनेको तपाईले के गर्नु होला आरएस हटाएर त्यही बेङ गुड्स रिटर्न बाइ विनोद भन्नु होला सी पछि अब डी मा आउनुस् डी मा छ अगेन सोल्ड टु विनोद फर रुपीस 5000 भन्छ है 5000 नै हो ओके 5000 हुन्छ है त फेरि विनोदलाई बेच्यो भने बिटिस भयो अमाउन्ट चेन्ज गर्नु है विनोद एकाउन्ट डेबिट टु सेल्स एकाउन्ट भन्नुहोस् है टु सेल्स एकाउन्ट कति बेच्यौँ हामीले फेरि विनोदलाई 5000 को बेचेका छौँ क्वेशन अनुसार बेङ के गर्ने बेङ गुड सोल्ड टु विनोद भन्नु होला डी लाई कपी गर्नु होला आरएस हटाएर त्यो कोड नम्बर हटाएर अब लास्टमा इमा हेर्नुस् त क्याश रिसिभ फ्रम विनोद हामीले रिसिभ गरेको व्हाट कम्स इन भन्दा क्याश आयो है भाइ बहिनीहरु क्याश एकाउन्ट डेबिट अथवा क्याश एसेट्स बढ्यो डेबिट गर्नुस् अनि कसले दिएको त त्यो पैसा टु विनोद एकाउन्ट भन्नुस् विज द गिभर विनोद अथवा विनोदबाट पैसा पाइयो भने हाम्रो एसेट्स घट्छ है विनोदबाट उठ्नु पर्ने पैसा घट्छ भनेर सम्झनुस् जस्तो तपाईले 20000 तिर्नु विनोदबाट लिनु थियो 10000 ल्याएछ अब 10000 त माइनस गर्नु पर्यो डेबिट डिक्रिज भनेको क्रेडिट भन्नुस् कतिको हामीले क्याश पाएका छौं 8000 र 8000 यसपछि तपाईले यसलाई डेबिट टोटल गर्नुस् टोटल भन्नुस् कति हुन्छ क्याल्कुलेटर हाल्नुस् कति छ हामी 20 22 22 मा 30 35 हो तपाईलाई क्वेशन रिकर्डमा छैन यो सजिलो होस् भनेर 10 ओके अब यसमा विनोद एकाउन्टको आइमा नो ब्यालेन्स भनेको छ नि ए नम्बरमा आउनलाई यसलाई डेबिट ब्यालेन्स भनेको छ यसलाई ओपनिङ ब्यालेन्स भन्नुस् है ट्रान्जेक्सन गरेर हैन कि ओपनिङ ब्यालेन्स भन्नुस् फुल ब्यालेन्स भनेको छ हेर्नुस् है डेबिटमा गएर ब्यालेन्समा गएर यो सार्नुस् अगाडिको डेबिट लेख्नुस् है यसलाई डेबिट ब्यालेन्स के भन्ने डेबिट ब्यालेन्स भनेको कति छ 50000 क्वेशनले दिएको छ अब यसपछि बीसीडी को लागि त यता आउनुस् है अब विनोद एकाउन्ट डेबिट छ अब क्रेडिट गरेको एकाउन्ट लेख्नुस् टु सेल्स एकाउन्ट भन्नुस् यो 2 बाइ केही नै चाहिँदैन है सेल्स एकाउन्ट भनेर विनोदले कतिको सेल्स गरे फेरि हामीले डेबिट विनोद एकाउन्ट 20 छ है विनोद एकाउन्ट हेर्नुलाई 20000 छ ओके फेरि डेबिटमा डेबिट गर्छु प्लस गर्नुस् 50 + 20 70000
ओके सी नम्बरमा आउनु सेल्स रिटर्न टु विनोद विनोद के छ क्रेडिटमा छ डेबिट गरेको अकाउन्ट सेल्स रिटर्न अकाउन्ट लेख्नुहोस् सेल्स रिटर्न अकाउन्ट भनेर हेर्नुहोस् त विनोद क्रेडिटमा छ नि क्रेडिटमा गएर 2000 लेख्नुहोस् अब 70 - 2 गर्नुहोस् कति भयो 68000 चाहिँ डेबिटमा छ अझ र यसपछि लास्टकोमा हेर्नुहोस् त हामी यो विनोदको सी सम्म चाहिँ अब डीमा आउँ विनोद यहाँ क्रेडिट के छ डेबिट छ र सेल्स अकाउन्ट लेख्नुहोस् डीमा सेल्स अकाउन्ट विनोद डेबिट भइसकेपछि डेबिटमा गएर 5000 लेख्नुहोस् ओके अगाडि हामीसँग कति थियो 68 मा +5 गर्नुहोस् है डेबिट आएको छ प्लस डेबिट ब्यालेन्समा डेबिट आएको प्लस गर्नुहोस् 68 + 5 73 भन्नुहोस् अब हामीले विनोद हेर्नुहोस् त विनोद अकाउन्ट के आउँछ यहाँ डेबिटमा छ कि क्रेडिटमा छ डेबिट गरेको अकाउन्ट लेख्नुहोस् सी नम्बर क्याश अकाउन्ट लेखिसकेपछि विनोदलाई चाहिँ हामी के छ विनोदको चाहिँ क्रेडिटमा गएर 8000 लेख्नुहोस् अब 73 माइनस यहाँ हेर्नुलाई है 73 डेबिट ब्यालेन्स थियो माइनस फेरि क्रेडिट आउँछ 73 - 8 डेबिटमा अझ कति बच्यो डेबिटमा गएर 65000 भनेको थिए र तपाईले ट्रायल ब्यालेन्स बनाउँदा के गर्ने हो अब विनोद अकाउन्ट बनाउनु भएको छ भने है डेबिटर हो विनोदलाई हामी सामान सेल्स गरेको डेबिटमा गएर डेबिट आरएसमा गएर यो पैसा सार्ने है त यो तरिकाले हाम्रो विनोद अकाउन्ट पनि सकिएको छ र यसपछि हामीले यो बुकको लगभग अन्तिम प्रश्नमा हामी आइपुगेका छौँ भिडियो पज गरेर तपाईले सार्न सक्नुहुन्छ है त र हामी स्मिता पब्लिकेसनको नर्मल क्वेसनको लास्ट क्वेसनमा आएका छौँ र क्वेसन नम्बर 7 मा छ र क्वेसन नम्बर अन्य पब्लिकेसनको भाइ बहिनीहरूले यो क्वेसन नम्बर 7 मा हेर्नु होला यो ट्रान्जेक्सन मात्र हेर्नु होला है त र एमा के दिएको छ त्यहाँ आई डब्ल्युआईको छ त मैले एबिसी लेखिदिएको छु तपाईलाई सहजता होस् लेख्न भनेर क्रेडिट ब्यालेन्स छ गोपाल भनेर 25000 दिएको छ र यसको अनि बी मा छ पेड टु गोपाल ₹14,500 इन फुल सेटलमेन्ट अफ ₹15,000 15,000 तिर्नुमा 14,500 दिएर हिसाब मिलायो भनेको प्रोसेस गर्यो भन्यो सेम अगेन परचेज गुड्स फ्रम द गोपाल ₹8,000 किन्यो र फेरि डी नम्बरमा गुड्स रिटर्न टु गोपाल भनेको परचेज गरेको रिटर्न गर्यो अब यो अवस्थामा तपाईले गोपाल भनेको को भनेर सम्झिनुहोस् भने चाहिँ सप्लायरहरु क्रेडिटर रहेछ भनेर बुझ्नुहोस् है हामीलाई उदाहरणमा दिइराखेको छ उलाई पैसा तिरिराखेको छौं सामान रिटर्न गर्यो भनेको छ र यो हाम्रो गोपाल भनेको क्रेडिटर र सप्लायर रहेछ भनेर सम्झिनुहोस् र यसमा रिक्वायर्ड नम्बरमा डी पछि यहाँ रिक्वायर्डमा छ गोपाल अकाउन्ट र तपाईलाई अध्ययन संस्था होस् र बुझ्न सजिलो होस् भनेर मैले यहाँ यसको जर्नल इन्ट्रीज पनि गरेको छु ल यो चाहिँ हाम्रो यसको नो एन्ट्री भनेर लेख्नुला है यसको इन्ट्रीज चाहिँ हुँदैन नो एन्ट्री भन्नुहोस् बी नम्बरको लागि चाहिँ हुन्छ पेड टु गोपाल कसलाई तिर्यो हामी गोपाललाई तिर्यो भने कति पैसा पायो गोपाल अकाउन्ट डेबिट भन्नुहोस् अथवा गोपाललाई तिरेपछि गोपाललाई तिर्नुपर्ने पैसा लायबिलिटीज माइनस भन्ने हुन्छ है लायबिलिटीज माइनस भयो भने डेबिट भन्नुहोस् टु पेड टु गोपाल भन्नु भने टु क्याश अकाउन्ट र हामीले डिस्काउन्ट पाइयो है टु डिस्काउन्ट अकाउन्ट भन्नुहोस् गोपाललाई तिर्नुपर्नेमा चाहिँ 15000 हो 15000 मा हामीले कति पैसा तिर्यौं 14500 र डिस्काउन्ट पाइयो 500 भनेपछि व्हाट गोज आउट भन्नुहोस् क्याश गोज आउट अल इन्कम्स गेन्स भनेर डिस्काउन्ट पाउनु भनेको इन्कम हो क्रेडिट हो भनेर सम्झनुहोस् अरूलाई के भन्नुहोस् ए माइनस सीआर अनि रेभिन्यू प्लस अथवा इन्कम प्लस भन्नुहोस् डिस्काउन्ट पाउनु भने इन्कम प्लस त्यसले के भन्छ सीआर भनेर सम्झनुहोस् है ल बी बेङ भनेर एक्सप्रेसनमा के दिएको छ साथमा भनेको बेङ पेड टु गोपाल इन फुल सेटलमेन्ट भन्नुहोस् है ओके त्यसपछि सी नम्बरमा आउनुहोस् अगेन परचेज गुड्स फ्रम गोपाल ₹8,000 दिएको छ परचेज गरेपछि के भयो परचेज अकाउन्ट डेबिट कसले दिएको सामान हामीलाई भाइ बहिनीहरु टु गोपाल अकाउन्ट भन्नुहोस् है बेङ गुड्स परचेज फ्रम गोपाल ए सी नम्बरको जे छ त्यसैले आरएस र कोड नम्बर हटाइदिनु होला 8000 है र यता नि 8000 भन्नुहोस् र त्यसपछि डी नम्बरमा आउनुहोस् रिटर्न गुड्स टु गोपाल
1000 भनेको चाहिँ हामी पर्चेज गरेको रिटर्न गरेको है। त्यसलाई कसलाई रिटर्न गर्यो हामीले गोपाललाई रिटर्न गरेपछि गोपालले सामान पायो। गोपाल एकाउन्ट डेबिट गर्नुहोस् एज अ रिसिभर अथवा डिक्रिजिङ। त्यसलाई के भन्नुहोस् गोपाललाई रिटर्न गरेपछि लायबिलिटिज माइनस हुन्छ। लायबिलिटिज गोपाललाई तिर्नुपर्ने पैसा माइनस भयो भने यसलाई डिआर भनेर सम्झनुहोस्। टु पर्चेज रिटर्न एकाउन्ट हामी पर्चेज गरेको सामान रिटर्न गरेपछि के हुन्छ भाइहरू एक्सपेन्सेस माइनस भनेको क्रेडिट भनेर सम्झनुहोस् है त। र बेइङ गुड्स रिटर्न टु गोपाल भन्नुहोस् र 1000 भनेर सार्नुहोस् है। यसपछि यहाँ टोटल गरिदिनुहोस्। टोटलमा गएर 15 + 8 15 8 23 24,000 भन्नुहोस्। अब यसपछि हामीले क्वेसनलाई बोल्दा रेकर्डमा हामी यो चाहिँ तपाईलाई बुझ्नको लागि जरा इन्क्रिज गरेका थियौँ भने अब हामी गोपाल एकाउन्टमा जाउँ। गोपालको एमा हेर्नुहोस् त फर्स्टमा के ब्यालेन्स भनेको छ क्रेडिट ब्यालेन्स। ए नम्बरलाई सार्नु होला र यसलाई चाहिँ ओपनिङ ब्यालेन्स भन्नुहोस् र क्रेडिट ब्यालेन्स भनेको हुन्छ यसलाई चाहिँ सुरुमा दिएको ओपनिङ ब्यालेन्स। कुन ब्यालेन्स दिएको छ हेर्नुहोस् है क्रेडिटमा गएर सीआर लेख्नुहोस् कति पैसा 25,000 क्रेडिट ब्यालेन्स छ है। क्वेसनले भनेको के गर्नुहोस् ओपनिङ ब्यालेन्स र क्रेडिट ब्यालेन्स भनेर क्रेडिट ब्यालेन्स भनेर पैसा सार्नुहोस्। अब बेमा आउनुहोस्। बेको लागि जानुहोस् गोपाल डेबिटमा छ है। डेबिटमा कति लेख्ने यो पैसा हो तर टुक्राएर लेख्नुपर्छ है। बी नम्बर बेमा गएर हामीसँग के छ क्यास एकाउन्ट र डिस्काउन्ट एकाउन्ट भन्नुहोस्। क्यासमा हाम्रो कति छ हेर्नुहोस् त क्यासमा गएर हामी 14,500 डिस्काउन्टमा गएर 500 क्रेडिट 10,500 क्रेडिट 10,000। यो डेट चाहिँ दुईटैको बिहे भाइ दिनु के हो हेर्नु यो डिस्काउन्ट र यहाँ के गर्नु होला पहिलो 25 बाट 14,500 घटाएपछि 10,500 भयो। फेरि 10,500 बाट फेरि -500 गरेपछि अब क्रेडिटमा कति छ 10,000 क्रेडिट ब्यालेन्स छ भनेर पढ्नुहोस्। अब सी नम्बरमा आउनुहोस्। गोपाल के छ क्रेडिटमा छ र डेबिट एकाउन्ट लेख्नुहोस्। डेबिट एकाउन्ट भनेको पर्चेज एकाउन्ट। गोपाल क्रेडिटमा छ नि हैन क्रेडिटमा गएर के गर्नुहोस् 8,000 लेख्नुहोस्। अब त्यो 10 + 8 कति भयो 10 क्रेडिट थियो फेरि अहिले क्रेडिटमा आएछ क्रेडिट प्लस दिनुहोस् 18,000 मा हामीले अहिले के गरेको छ लास्टमा हेर्नुहोस् गोपाल एकाउन्ट डेबिट छ र क्रेडिट गरेको एकाउन्ट लेख्नुहोस्। पर्चेज रिटर्न एकाउन्ट भन्नुहोस् है। पर्चेज रिटर्न एकाउन्ट भन्नुहोस् र यसमा पर्चेज रिटर्न गर्दा गोपालकोमा डेबिटमा छ है। डेबिटमा गएर 1000 लेख्नुहोस्। अब क्रेडिट 18 थियो 1000 डेबिट आएपछि त्यसलाई माइनस गर्नुहोस् र क्रेडिटमा गएर क्रेडिट ब्यालेन्स अब 17,000 थियो र तपाईले आफूमा आन्सर दिनुभएको लास्टको आन्सर मात्र दिएको छ। र यसरी हामी यो क्लास लाइब्रेरीको अस्मिता पब्लिकेसनको अकाउन्टको बुकबाट लेजर एकाउन्ट दिएको छ र भिडियो कस्तो लागेको छ तपाईहरुले भिडियो हेरिसकेपछि लाइक कमेन्ट र शेयर र बेल आइकन दबाउन चाहिँ नबिर्सनु होला। न कि अन्य यस्तै उपयोगी भिडियोहरू बनाइसकेपछि तपाईले जानकारी पाउनुहुन्छ र अन्य साथीहरूलाई पनि आफ्नो क्लासमेट साथीहरूलाई शेयर र सब्स्क्राइब लाइक गर्न चाहिँ नबिर्सनु है त। थ्यांक यू।